त्यस्ता मान्छेलाई प्रधानमन्त्री बनाउने थियो। तपाईँ त भेट्न पनि जानु भएको रहेछ, भेट्न पनि जानु भएको रहेछ बालेनलाई। भेट्न मात्रै गएको, एक घन्टामा त्यसको कर्मचारीहरूलाई संसार पठाइरहन्थे। म यहाँ बसिरहेको छु, मलाई एकचोटि भेट्नु भनेर। बालेनको अफिसमा गएर कति घण्टा कुर्नुभयो? 5 घण्टा। 95 वर्षकी बुढी 5 घण्टाको बसे, न पानी खानु दिन्छ न। ए बाबा, त्यो मान्छे हो भने, साँचो मेयर हो भने 95 वर्षकी बुढी बसा चाहिँ 1 कप चिया पठाइदिँदैन थियो? पानी खान्छ कि बुढीहरूलाई लगिदे भन्दैन थियो? मान्छे छ त्यसमा। बालेन्द्र शाहमा सामान्य मानवता पनि छैन। 95 वर्षकी बुढी बाहिर ढोकामा आफ्नो बसिरहेछ, उसको कर्मचारीलाई खबर पठाइरहेको छु, ए त्यो बुढीलाई पानी तिर्खा लाग्यो कि, ए त्यो बुढीलाई चिया दे, कसैले पनि भन्छ भने त्यो बालेनले त भन्नु त परै जाओस्, कुरा सुन्न पनि तयार भएन, भेट पनि भएन। भित्रबाट निस्केर यसो मलाई हेर त फुत्त हिँड्यो।